हेलो मेरा क्लास 11 मा पढ्दै गर्नुभएका प्यारा प्यारा भाइ बहिनीहरू एकदमै चाहिँ अलि धेरै समयपछि चाहिँ भिडियो आइरहेको छ। एकदमै चाहिँ एक्साइटेड पनि छु म। आई होप हजुर नि हुनुहुन्छ होला। आज चाहिँ हामी एकदमै इन्ट्रेस्टिङ टपिक है, फिजिक्समा चाहिँ वान अफ द मोस्ट इम्पोर्टेन्ट टपिक जुन चाहिँ एकदमै मतलब फिजिक्सको चाहिँ हार्ट भन्दा नि हुन्छ, फिजिक्सको मुटु भन्दा नि हुन्छ है। यदि चाहिँ हजुरको प्रोजेक्टाइल मोसन फिजिक्समा यदि पढ्नु भएन त क्या पढ्नुभयो तपाईँले? हजुरले के पढ्नुभयो? इफ यु हेभन्ट स्टडिड प्रोजेक्टाइल मोसन, वाट एल्स यु हेभ स्टडिड? यु हेभ स्टडिड नथिङ इन फिजिक्स। सो आज हामी फिजिक्सको चाहिँ इम्पोर्टेन्ट टपिक प्रोजेक्टाइल मोसन, जुन चाहिँ स्टुडेन्टहरूलाई कन्फ्युजन हुन्छ नै र सबभन्दा इम्पोर्टेन्ट टपिक है, एकदमै इन्ट्रेस्टिङ टपिक। यसमा चाहिँ मेन फिजिक्स चाहिँ यहीँबाट सुरु हुन्छ। ल आज चाहिँ हामी के गर्दैछौँ, सबभन्दा पहिला चाहिँ डिस्टेन्स भनेको के हो, डिस्प्लेसमेन्ट भनेको के हो, अनि मोसन अन्डर ग्राभिटीको बारेमा चाहिँ छलफल गरौँ है त। र यसमा चाहिँ डेरिभेसनहरू, आज हामी न्युमेरिकल गर्दैनौँ, आज चाहिँ हामी डेरिभेसनहरू, म्याक्सिमम् डेरिभेसनहरू गर्छौँ। सबभन्दा पहिला चाहिँ मैले चाहिँ के गरेँ भन्दाखेरि, ध्यान दिएर सुन्नु होला। सबभन्दा पहिला चाहिँ म के गर्न जाँदैछु भन्दाखेरि डिस्टेन्स र डिस्प्लेसमेन्ट। डिस्टेन्स भनेको के हो र डिस्प्लेसमेन्ट भनेको के हो हुन्छ। डिस्प्लेसमेन्ट ल वास्तवमा चाहिँ कुनै व्यक्तिले कति डिस्टेन्स, कति चाहिँ दूरी तय गर्यो त उसले आफ्नो दममा। हजुरले चाहिँ यहाँदेखि कुनै ठाउँ पुग्नुभयो, ल काठमाडौँ जानुभयो, ल मानौँ यहाँदेखि काठमाडौँको दूरी 620 किलोमिटर छ अरे, र हजुरले यहाँदेखि 620 किलोमिटर यता हिँड्नुभयो उता हिँड्नुभयो, एनी हाउ जसरी तसरी हजुरले बाङ्गो जानुभयो, फेरि टिङ्गो जानुभयो, यताउति घुमेर फेरेर उकालो ओह्रालो गर्दै काठमाडौँ पुग्नुभयो। हजुरले वास्तवमा कति डिस्टेन्स ट्राभल गर्नुभयो? 620 किलोमिटर। र डिस्प्लेसमेन्ट 620 नहुन नि सक्छ, किनभने हजुरले अगाडि जानुभयो, ओह्रालो जानुभयो, फेरि उकालो जानुभयो, यसरी चाहिँ हजुरको डिस्प्लेसमेन्ट जिरो पनि भएको हुनसक्छ। मैले भन्न खोजेको, ल मानौँ कुनै व्यक्ति यहाँनिर छ 0,0 कोअर्डिनेट छ, त्यसको एक्स कोअर्डिनेटमा पनि 0, वाइ कोअर्डिनेटमा पनि 0। ल त्यो व्यक्ति चाहिँ एक्स एक्सिसमा ल मानौँ 5,0 कोअर्डिनेटमा पुगेछ है, उसले चाहिँ एक्स एक्सिसमा 5 मिटर हिँडेछ। फेरि त्यो व्यक्ति चाहिँ वाइ फेरि ब्याक आयो, 5,0 चाहिँ फेरि ऊ हिँड्यो। हुन त माइनस आउनुपर्ने हो, तर मैले चाहिँ यहाँनिर मिलाउनको लागि के भने भन्दाखेरि 5,0 भनेपछि उसको डिस्टेन्स कति भयो भन्दाखेरि कसैले सोध्यो भने 5 मिटर चाहिँ ऊ अगाडि हिँड्यो, 5 मिटर पछाडि हिँड्यो भने टोटल जोड्दाखेरि कति आयो? 10 मिटर चाहिँ उसको डिस्टेन्स आयो। तर डिस्प्लेसमेन्ट 10 मिटर हुन्छ त? नहुन नि सक्छ, किन भन्दाखेरि 5 मिटर ऊ अगाडि हिँड्यो, तर 5 मिटर पछाडि त हिँड्यो, तर ऊ त्यही नै पोजिसनमा आयो भनेको यसको पोजिसन चेन्ज भयो त? भएन। भने डिस्प्लेसमेन्ट भनेको 0। वास्तवमा डिस्प्लेसमेन्ट भनेको के भनेर पढेका छौँ हामीले? के भनेर पढेका छौँ? डिस्प्लेसमेन्ट भनेको द चेन्ज इन पोजिसन भेक्टर, द सोर्टेस्ट डिस्टेन्स बिट्विन टु पोइन्ट्स भनेर चाहिँ हामीले 9, 10 मा पढ्ने गर्थ्यौँ। तर दिस इज रङ। अहिले अब हामी ठुलो भइसक्यौँ, अब हामी अलि सिनियर भइसक्यौँ, अब हामीले बेसिक फिजिक्सलाई है छोडेर अब हामी चाहिँ रियल फिजिक्समा आइसक्यौँ। अब हामीले बुझ्नु पऱ्यो पोजिसन भेक्टर पढ्नुको कारण के? हामीले 9, 10 देखि हजुरले चाहिँ ओपिटी म्याथमा अथवा चाहिँ 11 मा भेक्टर पढ्नुभयो भने हजुरले बुझ्नुभयो होला चेन्ज इन पोजिसन भेक्टर भन्नाले के हो। भेक्टर किन पढ्छौँ हामी? भेक्टरमा कुनै चिजलाई डाइरेक्टली जोडिन्न नि। भेक्टरमा त हामीले त्यसको भेक्टर एडिसन पढ्छौँ। र कुनै व्यक्ति चाहिँ यहाँ यो पोजिसन भेक्टर छ अरे कुनै चिजको है, यहाँ चाहिँ छ भने ऊ मानौँ यहाँ पुग्यो भने चाहिँ यो चेन्जलाई यसलाई भन्ने हो नि त पोजिसन, चेन्ज इन पोजिसन भेक्टर। मतलब यस्तो थियो, ऊ थीटा एङ्गल घुमेर यहाँ पुग्यो भने चाहिँ उसको चेन्ज इन पोजिसन भेक्टर भनेको उसको डिस्प्लेसमेन्ट त थीटा भयो नि त। यो भन्न खोजेको। यसमा चाहिँ डिस्प्लेसमेन्ट सधैँ के हुन्छ? 0 पनि हुनसक्छ, नेगेटिभ पनि हुनसक्छ, पोजिटिभ पनि हुनसक्छ। डिस्टेन्स र डिस्प्लेसमेन्ट बराबर पनि हुन सक्छन्। डिस्टेन्स कहिले पनि नेगेटिभ हुन सक्दैन र 0 पनि हुन सक्दैन। डिस्टेन्स जहिले पनि जोडिन्छ। डिस्टेन्स ध्यान दिनु होला, डिस्टेन्स जहिले पनि जोडिन्छ, डिस्टेन्स कहिले पनि घट्दैन। डिस्टेन्स हजुर अगाडि हिँड्नुहोस् पछाडि हिँड्नुहोस् कहिले पनि घट्दैन। डिस्टेन्स अलवेज एडिटिभ हुन्छ। र डिस्प्लेसमेन्ट यदि हजुरले जबसम्म एउटै लाइनमा हिँडिराख्नु भएको छ, स्ट्रेट लाइनमा हिँडिराख्नु भएको छ, डिस्टेन्स र डिस्प्लेसमेन्ट सेम हुन्छ। तर हजुरले फेरि स्टप भएर ब्याक आउनुभयो भने डिस्टेन्स बढ्छ तर डिस्प्लेसमेन्ट घट्दै जान्छ। यो बुझ्नु होला। सो यो हुन्छ रिलेसन डिस्टेन्स र डिस्प्लेसमेन्टको। अब हामी पढ्न जाँदैछौँ। एकैछिन, क्यामेरा चाहिँ देखिरहेको छ कि नै? ल देखिरहेको रहेछ, भेरी गुड। ल अब हामी यसपछि पढ्न जाँदैछौँ प्रोजेक्टाइल मोसन है त। प्रोजेक्टाइल मोसनमा चाहिँ हामीले पढ्छौँ मोसन अन्डर ग्राभिटी। मोसन अन्डर ग्राभिटी, यहाँ मोसन अन्डर ग्राभिटी है त, मोसन अन्डर ग्राभिटी। यसमा चाहिँ के पढ्छौँ भन्दाखेरि कुनै चिजलाई माथि फालियो, कुनै चिजलाई तल फालियो, कुनै चिजलाई प्रोजेक्ट गरियो, यति डिग्रीको एङ्गलमा यति माथिसम्म हाइटमा पुग्यो भने यसको भेलोसिटी कति टाइममा पुग्छ, कति म्याक्सिमम हाइट गेन गर्छ, यी चिजहरू पढ्छौँ। र सबभन्दा पहिला चाहिँ हामीले के पढ्छौँ भन्दाखेरि इक्वेसन अफ मोसन।
जस्तै न्युटनले चाहिँ हामीलाई तीनवटा इक्वेसन दिएको थियो, v इक्वल टु यु प्लस एटी, फर्स्ट इक्वेसन अफ मोसन। सेकेन्ड इक्वेसन अफ मोसन थियो एस इक्वल टु युटी प्लस हाफ एटी स्क्वायर। त्यसै गरी थर्ड इक्वेसन अफ मोसन थियो v स्क्वायर इज इक्वल टु यु स्क्वायर प्लस 2as। तीनवटा इक्वेसन अफ मोसन थियो। अब यसलाई हामीले मोडिफाई गर्छौँ जब हामी मोसन अन्डर ग्राभिटीको कुरा गर्छौँ। यहाँ चाहिँ हामीले के गर्छौँ भन्दाखेरि एक्सेलरेसनलाई -g लाग्छौँ। अब हजुरले भन्नुहुन्छ होला g त ग्राभिटी भयो, एक्सेलरेसनको ठाउँमा आयो, तर माइनस चाहिँ हामीले किन लग्यौँ त भनेर हजुरको डाउट हजुरको मनमा आउन सक्छ, आउनु नै पर्यो। फिजिक्सको स्टुडेन्ट भइसकेपछि हजुरले यदि प्रोजेक्टाइल मोसन पढ्नु भएको छैन, फर्स्ट टाइम पढ्दै हुनुहुन्छ भने यति त आउनु पर्यो दिमागमा। अब हेर्नुहोस्, कुनै चिजलाई माथि फालेँ मैले, यसको भेलोसिटी माथितिर छ, तर जी त जहिले पनि डाउनवर्ड हुन्छ नि त, जीको कारणले त यो माथि जानबाट तल रेजिस्टेन्स लाग्छ नि त यसमा। भनेपछि यु र जीमा त जहिले पनि कति छ, 180 डिग्रीको एङ्गल छ होइन। यसरी पनि बुझ्न सक्नुहुन्छ। अथवा यु पोजिटिभ छ भने जी जहिले पनि के हुन्छ, नेगेटिभ हुन्छ, तलतिर लागिरहेछ, त्यही भएर हामीले जीलाई जहिले पनि के लाग्छौँ, नेगेटिभ लाग्छौँ। अब हामीले इक्वेसनलाई ल हेर्नुहोस् के हुन्छ भन्दाखेरि v इज इक्वल्स टु यु प्लस एटी हुन्छ है, फर्स्ट इक्वेसन अफ मोसन। अब हामीले चाहिँ जब हामीले ए को ठाउँमा -g राख्छौँ, यहाँ के हुन्छ हेर्नुहोस् त, v इज इक्वल टु यु माइनस gt हुने भयो है त। त्यसै गरी सेकेन्ड इक्वेसन अफ मोसन युटी प्लस हाफ एटी स्क्वायर हुन्थ्यो, यहाँ अब हामीले माइनस के हुने भयो, हाफ gt स्क्वायर हुने भयो। त्यसै गरी थर्ड इक्वेसन अफ मोसन के हुन्थ्यो हामीसँग, v स्क्वायर इज इक्वल टु यु स्क्वायर प्लस 2as हुन्थ्यो, यहाँ चाहिँ माइनस 2gh हुने भयो। र यहाँ हामीले s को ठाउँमा के राख्छौँ, h, किनभने हामीले हाइटको कुरा गरिरहेका छौँ, हाइटमा चाहिँ हामीले प्रोजेक्ट गर्ने हो। यति चाहिँ इक्वेसनलाई यो राम्ररी चाहिँ बुझेर सार्नु होला। सार्नुभयो ल, आई होप हजुरले सार्नुभयो होला। अब यसपछि चाहिँ हामी म्याक्सिमम हाइट भनेको के हो त, म्याक्सिमम हाइटको कुरा आउने बित्तिकै कुनै चिजलाई हामीले माथि फाल्यो भने कति हाइटमा पुगेर त्यो रोकिन्छ, हजुरले यति चाहिँ बुझ्नुभयो होला। अब हामीले यसको लागि के हुन्छ, थर्ड इक्वेसन अफ मोसन चाहिँ हामीले लिन्छौँ, v स्क्वायर इज इक्वल टु यु स्क्वायर माइनस 2gh। भनेको जब कुनै वस्तुलाई हामीले फाल्यौँ म्याक्सिमम हाइटमा गएर त रोकिन्छ, रोकियो भनेको फाइनल स्पिड कति हुने भयो, 0 बाई यु स्क्वायर माइनस 2gh। भनेको यो 2gh लाई हामीले यता ल्याएर आउँछौँ बराबर यु स्क्वायर, यहाँ कति बच्यो, h अपॉन यु स्क्वायर बाई 2g। भनेपछि यसलाई नै हामीले के लेख्न सक्यौँ, एच म्याक्स बराबर आयो यु स्क्वायर बाई 2g। सो यति हाइटमा पुगेर यदि हामीलाई इनिसियल स्पिड थाहा छ भने बाई 2g गऱ्यौँ भने, स्क्वायर अपॉन 2g गऱ्यौँ भने एच म्याक्स आइहाल्छ। मतलब यति हाइटमा गएर यो वस्तु कुनै वस्तुलाई फाल्यो भने त्यो वस्तु गएर रोकिने रहेछ। बुझ्नुभयो, आई होप हजुरले बुझ्नुभयो होला। अब हामी जाँदैछौँ अर्को चिजको डेरिभेसन गर्न, जसको नाम हो टाइम अफ फ्लाइट। ठिक छ, टाइम अफ फ्लाइटमा चाहिँ हामीले के को कुरा डेरिभेसन गर्छौँ भन्दाखेरि कति टाइममा गएर रोकिन्छ। यसको लागि हामीलाई के हुनु पर्यो, फर्स्ट इक्वेसन अफ मोसन v इज इक्वल टु यु माइनस gt, यो माइनस जीटीलाई यता ल्याउनु भयो भने प्लस जीटी इज इक्वल टु फाइनली त्यो भेलोसिटी के हुन्छ, 0 हुन्छ। यु इज इक्वल्स टु टी बराबर यु बाई जी, भनेको यति टाइममा यो टपमा गएर रोकिन्छ। यदि हामीलाई टाइम अफ, यो त टाइम अफ एसेन्ट आयो, अब टाइम अफ फ्लाइटको कुरा के गर्ने, 2 इज इक्वल टु यु बाई जी। किन 2 यु बाई जी टाइम अफ फ्लाइटको लागि भन्यो भने माथि पुग्न यसलाई यु बाई जी टाइम लाग्छ भने माथि पुगेर तल आउन टोटल कति टाइम लाग्छ, 2 यु बाई जी। माथि पुगेर तल आउन समय, माथि टपमा पुगेर तल आउन लागेको समय नै के हो त, टाइम अफ फ्लाइट हो कुनै वस्तुलाई। अब टाइम अफ